हग्नेलाई भन्दा देख्नेलाई लाज भन्ने एउटा नेपाली उखान छ नि हो। कोही कोही दिदी बहिनीहरूले चाहिँ त्यही पारा देखाउनुहुन्छ क्या। त्यो लुगा लाउनुहुन्छ होइन, सबै भन्दिनँ म, सबैलाई भन्दिनँ, कोही कोही दिदी बहिनीहरू त्यस्तो हुनुहुन्छ होइन। के भन्छ अरे, लुगा लाउनुहुन्छ तर भित्रको वस्त्र पुरै देख्ने लुगा लाउनुहुन्छ, अनि माथि चाहिँ त्यो मच्छरदानी हुन्छ नि त्यस्तै लुगा लाउनुहुन्छ कि। अरे बाबा, तपाईँलाई भित्रीको वस्त्र देखाउनु नै मन छ भने त्यो माथिबाट त्यो मच्छरदानी जस्तो लुगा किन लाउनु पर्यो के? त्यत्तिकै हिँड्नुहोस्, त्यो फेसनै हुन्छ बरु होइन। कि लाउँदै नलाउनुहोस्, त्यस्तो राम्रो चट्ट परे छोरी मान्छे हो, चट्ट शरीर छोपेको राम्रो देखिन्छ कि छोरी मान्छेलाई। त्यही भएर कि त त्यो मच्छरदानी जस्तो लुगा नलाउनुहोस्, भित्री वस्त्र नै देखाउने भए होइन। अब होइन, मैले मेरो शरीर छोप्नुपर्छ, मेरो इज्जत छोप्नुपर्छ भन्ने त्यो सोच्नुहुन्छ भने फुल लुगा लगाउनुहोस् के, फुल लुगा लाउनुहोस्, तर प्लिज त्यो मच्छरदानीको बेइज्जत चाहिँ नगर्नुहोस् क्या जिन्दगी।